विक्रम सम्वत 2082 साल भदौ 23 गते भएको जेनजीको आन्दोलनका कारण देशमा कायापलट भएको छ। यो आन्दोलनका कारण देशको सांसद विघटन भएको छ। त्यसैले हाम्रो जेनजी पुस्तालाई सर्वप्रथम धन्यवाद दिन चाहन्छु। तर केही मात्रामा देशलाई घाटा पनि भएको छ। यस आन्दोलनले सिंहदरबारका साथसाथै धेरै क्षेत्रमा प्रभावित पारेको छ, जसले गर्दा नेपालको इतिहास नै कायापलट भएको छ। तर अहिले जेनजी आफै निर्माण तथा मर्मत कार्यमा सामेल भएका छन्। त्यसैले जेनजी प्रति हामी सम्पूर्ण नेपालीले गर्व गर्छौं, हाम्रो भावी पुस्ता भनेर। आज हामी एसियाको सबैभन्दा ठूलो राणाकालीन सरकारी दरबार भनेर चिनिने सिंहदरबारको बारेमा रहेका इतिहास केलाउन चाहन्छौं। सिंहदरबार नेपालकै प्रतिष्ठित दरबार हो। यो प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आफ्नो निजी दरबारका लागि बनाएका थिए। युरोपेली शैलीमा बनेको यो दरबार सुरुमा निजी निवास थियो, तर पछि राष्ट्रको सम्पत्ति बन्यो। आज यसमा नेपाल सरकारका धेरै मन्त्रालय तथा संघीय संसदका सभागृहहरू रहेका छन्। कसले र किन निर्माण गर्यो? प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाको कार्यकाल विक्रम सम्वत 1958 देखि 1986 सम्म थियो। सिंहदरबारको विक्रम सम्वत 1960 तिर निर्माण कार्य सुरु भएर विक्रम सम्वत 1965 मा सम्पन्न भएको मानिन्छ। यस दरबारको डिजाइनर वा इन्जिनियर कुमार नरसिंह राणा र किशोर नरसिंह राणा थिए र उनीहरूले युरोपेली शैलीमा डिजाइन गरेका थिए। यो शैली प्लाडियन र नियो क्लासिकलको मिश्रण थियो। किन बनाइएको थियो? राणाहरूले आफ्नो शक्ति, सम्पत्ति र शान देखाउन ठूला दरबारहरू बनाउँथे। सिंहदरबार पनि चन्द्र शमशेरको निजी निवास र शक्ति प्रतिष्ठा प्रदर्शन गर्ने उद्देश्यले बनाइएको थियो। पछि चन्द्र शमशेर जङ्गबहादुर राणाले 20 मिलियन अर्थात् 2 करोड नेपाली मूल्य लिएर उक्त भवन सरकारलाई बेचे। केही निर्माण विवरणहरू। यो विक्रम सम्वत 1960 तिरबाट सुरु भएर 1965 मा सम्पन्न भएको मानिन्छ। करिब 50 लाख रुपैयाँ त्यति बेलाको खर्च भएको सिंहदरबारमा करिब 1700 कोठाहरू थिए। अनि उक्त कोठाहरूमा इटालियन मार्बल, बेल्जियम ऐनाहरू लगायतका विलासी सामग्रीहरू प्रयोग भएको थियो। त्यति बेला ठ्याक्कै कति कामदारहरू सहभागी थिए भन्ने तथ्याङ्क भेटिँदैन, तर त्यो समयमा राणाहरूको डर त्रास भएका कारणले गर्दा कसैलाई जबरजस्ती समेत काममा लगाइने गरेको उल्लेख पाइन्छ। प्रमुख घटनाहरू। विक्रम सम्वत 2007 देखि सिंहदरबार मन्त्री स्तरका कार्यालय र सांसदहरूले प्रयोग गर्न थाले। विक्रम सम्वत 2030 असार 25 गते सर्ट सर्किटका कारणले आगो लागि भयो। यस आगो लागि धेरै नफैलियोस् भनेर तोपको सहायताले केही भाग भत्काइयो अनि पछिबाट मर्मतका साथै पुनर्निर्माण भयो। त्यसैगरी विक्रम सम्वत 2072 साल वैशाख 12 गते गएको भूकम्पले गर्दा केही भागमा क्र्याकहरू देखिए र संरचनागत क्षति भयो। यसै कारणले गर्दा केही मन्त्रालयहरू अस्थायी भवनमा सरे। विक्रम सम्वत 2082 भदौ 23 गतेको जेनजी आन्दोलन पश्चात यसै गरी जेनजीको साथ र सहयोग भयो भने फेरि सिंहदरबारको पुनर्निर्माण हुनेछ र विश्वभरि एउटा उदाहरणका साथै इतिहास बन्नेछ। त्यसैले जेनजी लगायत हामी सबै नेपाली मिलेर देश निर्माणमा जुट्ने समय आएको छ। हस् त, आजलाई यति नै। तपाईहरूलाई के लाग्छ? सिंहदरबारले आफ्नो अस्तित्वलाई विश्वभरि पुनः फैलाउँछ वा गुमाउँछ? आफ्नो टिप्पणी कमेन्ट गर्न नभुल्नुहोला। साथै हाम्रो यस भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।